हेलो साथीहरु नमस्ते। मेरो नाम विजय यादव, तपाईको साथी मित्र र तपाईहरुलाई मेरो ब्लग च्यानलमा धेरै धेरै स्वागत छ। र आज विशेष आजको दिनमा म आफ्नो स्वास्थ्य चौकीबाट चाहिँ एउटा स्वास्थ्य कर्मीले हैन गाउँघर क्लिनिक चलाउन जाँदै गर्दा हैन आफ्नो यात्रा तपाईहरु समक्ष यो देखाउँदै हैन आफ्नो बाटोलाई देखाउँदै म तपाईहरुसँग शेयर गर्दै चाहिँ आज जान लागेको छु हैन। यो आज तपाईहरुलाई यो यसो हाम्रो ताप्लेजुङ जिल्लाको हिमाली जिल्लाको जुन म काम गर्ने हेल्प पोस्ट छ त्यहाँको अब बाटो हैन यात्रा कतिको रमाइलो हुँदै रहेछ त्यसको बारेमा हामी तपाईहरुसँग शेयर गर्दै जानेछु हैन। र एउटा सामान्य कुरा छ, एकछिन यो भिडियो हेर्दै हुनुहुन्छ हैन। एउटा सामान्य कुरा के छ भने चाहिँ अब यो मैले यो ब्लग च्यानल नै बनाएको हैन र अरू कतिपय मैले आफै फेस गरेको छु कि कतिपय मैले गर्दाखेरि के हुन्छ भने ल तपाईलाई कतिको युट्युब भिडियोहरु हेर्दाखेरि आपको इसका कसम भिडियो लाइक करो फलो करो हैन। म चाहिँ त्यस्तो भन्दिनँ हेर्नु हैन। त्यो तपाईहरुलाई इच्छा लाग्छ मन लाग्छ भने चाहिँ सब्स्क्राइब लाइक गरिदिनु होला हैन। किनभने एउटा लाइक सब्स्क्राइब गर्दैमा अब केही जाने छैन हैन। तर म यसको कसम उसको कसम गर्दिनु भन्दिनँ हैन। तर तपाईहरुलाई राम्रो लाग्छ भने गरिदिनु होला। किनभने आफ्नो यात्रा चाहिँ म त हजुरहरुसम्म शेयर गर्दै चाहिँ जाँदैछु कि म आज के छ कुन अर्कै बाटो आइयो क्या हो हैन। बाटो ठिकै छ आज यसो भिडियो गर्दै गर्दा जाँदाखेरि म बाटो भुल्लेँ कि जस्तो भयो कि। हेलो नमस्ते फेरि पनि म तपाईहरुलाई आफ्नो बाटोको चाहिँ यात्रा गराउन जाँदैछु कि यो पुरै अहिले भर्खर म यहाँ माथिबाट आएँ कि यो माथि टुप्पोबाट आएँ। यो बाटो छ, यो बाटो पुरै ओह्रालो छ कि अनि तपाईहरु पनि यसो हेरौँ न, यसो मनोरञ्जन लिउँ है। बाटो यस्तो यात्रा गरौँ है। यो बाटो यस्तो खास गरी यो बाटो यस्तो दुःख छ यो छ भने भन्न खोजेको होइन मैले। खास गरी मैले बाटो जाँदाखेरि चाहिँ मेरो यात्रा चाहिँ अलिक सानो होस् हैन। यात्रा चाहिँ अलिक सानो होस्, तपाईहरुसँग कुराहरू छलफल गर्दै गर्दा तपाईहरुलाई देखाउँदै गर्दा हैन शेयर गर्दै जाँदाखेरि अलिक मेरो यात्रा सानो होस् भनेर चाहिँ मात्रै मैले यो भिडियो गर्दै गइरहेको छु। साह्रै रमाइलो छ नि। अब म झन्डै अहिले भर्खरै निस्केँ कि अब निस्किँदै गर्दाखेरि अब जाँदै जाँदा लगभग छिटोमा 1.5 घन्टा लाग्छ। 1.5 घन्टा 1.5 आवर र त्यही 1.5 आवर लाग्दै गर्दा म तपाईहरुसँग अब केही छन् यसो बोरिङ नहोस् भनेर पनि यो फर्स्ट स्टार्ट गरेँ मैले ब्लग च्यानललाई। युट्युब फर्स्ट स्टार्ट गरेको होइन, त्यसले गर्दाखेरि यसो सपोर्ट मलाई अर्को भिडियो बनाउन अलिक रमाइलो लागोस् हैन। तपाईहरुसँग शेयर गर्दै जाँदाखेरि अलिकति अर्को भिडियो पनि बनाउँ हैन, युट्युबमा अलिकति गरौँ भने जस्तो लाग्छौँ। त्यसले गर्दाखेरि लाइक फलो गरिदिनु होला हैन। अस्ति काल चाहिँ के भएको थियो भने तपाईहरुलाई म भने ल, जस्तै यो बाटो हेर्नु, यो बाटो एउटाबाट यो माथि यो बाटो आइकन एउटा बाटो यो माथि जाने हैन, एउटाबाट यो तल जाने। अस्ति के भयो भने चाहिँ धेरै दिनपछि आयो एक्लो हैन। अनि त्यो मुनि तल घर छ नि पुरै ओह्रालो गयो मुनि, त्यो मुनि घरमा गएर चाहिँ अनि सोधेछौँ कि अनि बल्ल त्यहाँबाट फेरि होइन यो बाटो होइन, अनि यो बाटो होइन तपाईहरु माथिबाट पो भने चाहिँ त्यत्रो उकालो यहाँदेखि त्यहाँ मुनिबाट यहाँ उकालो चढ्दाखेरि कति थाक्यो नि बा। त्यसपछि त यो अब अनबल्ल थाहा भयो, कन्फिडेन्स आयो कि यो बाटो पो रहेछ, यो माथिको बाटो पो रहेछ। अनि तपाईहरुलाई म खोला देखाउँछु कि यहाँको खोला कस्तो दामी छ नि। अब यहाँ पनि दुईवटा बाटो छ, एउटा माथिको बाटो एउटा तलको बाटो चाहिँ हामी जानुपर्ने हुन्छ कि किनभने ऊ पारी हेर्दै हुनुहुन्छ, पारी एउटा दुईवटा घर छ है, त्यही पारी पुग्नु पर्ने छ ल। तपाईँ यो घर हेर्नुहुन्छ भने ल
हाम्रो उता तराई जस्तो हुँदैन फेरि। तराईमा के हुन्छ भने चाहिँ एउटा घर यहाँ छ, हाम्रो त गाउँै हुन्छ नि त पुरै गाउँ। तर यहाँ त के हुन्छ भने चाहिँ एउटा घर यहाँ छ, एउटा घर उता छ। बिचमा चाहिँ बाटो भुलियो भने सोध्न नि सकिँदैन। एउटा भनाइ छ नि, मान्छे त बाटो सोधिकन त कहाँदेखि कहाँ पुग्छ भन्छ होइन। तर यहाँ चाहिँ त्यस्तो लागु हुँदैन। मैले तपाईँहरूलाई खोला देखाउँछु भनेको थिएँ नि, ऊ हेरौँ खोला। हेर्दै हुनुहुन्छ? अझै नजिकमा गएपछि म तपाईँलाई देखाउँछु। हेर्नु बाटो के छैन, बाटो सिधै ओह्रालो छ कि। अनि सिधै ओह्रालो यो खोला कटेर हामीलाई उता जानुपर्ने हुन्छ। म अझै तपाईँहरूलाई बाटो देखाउँछु ल। बाटो अनि खोला, यहाँ चाहिँ मोस्ट डेन्जरस बाटो। यो बाटो आइकन यो बाटो मोस्ट डेन्जरस। हेर्नु है कति डेन्जरस बाटो छ। तपाईँ हेर्नुभयो भने यहाँ त बाटो पनि छ र भन्नुहुन्छ। यो हेरौँ, यो पहिरो आएको आएको छ होइन। अनि बाटो अब यही छेउ यही पहिरोको हेर्दै जानु पऱ्यो। हेरौँ तपाईँहरूलाई म देखाउँदै जान्छु। हेरौँ यो माथि पुरै पहिरो आएको छ। तल खोलाको त्यो हेर्दै हुनुहुन्छ? त्यो खोला क्रस गर्ने हेरौँ, त्यो खोला क्रस गर्ने त्यो रहेछ। त्यो बाटो हेरौँ न, त्यो बाटो हेरेर डर लाग्यो। जहिले डर लाग्छ फेरि, झन् पानी परेको हुनुपर्छ कि कस्तो चिप्लिन्छ पो त यो बाटो। बोरिङ चाहिँ नमान्नु होला कि, यसो हेरौँ न। एकछिन यसो भिडियो हेर्दै हुनुहुन्छ भने यसो नेचुरल